वेलकम टु माई भिलेज च्यानल। यदि मेरो भिडियो मनपर्छ भने सबैले लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। यो भिडियो चाहिँ अरूको लागि होइन, यो भिडियो चाहिँ मेरो फ्यामिलीको लागि हो। अब म चाहिँ 10 तारिकको 10:10 चाहिँ मेरो फ्लाइट छ अनि यो चाहिँ म देख्न सक्नुहुन्छ पुरा कपालहरू काटिसकेको छु अनि रेडी भइसकेको छु। अनि यतापट्टि चाहिँ यो मेरो सामानहरू चाहिँ ह्यान्ड लगेज ब्याग। अनि यो चाहिँ नेपालबाट आउँदाखेरि पहिलोचोटि देश देख्दाखेरि ब्याग हो। अनि यो चाहिँ यो देख्न सक्नुहुन्छ, यो चाहिँ ब्याग हो। लगभग मेरो गेसमा चाहिँ 25 किलो जति लाग्छ सबै सामानहरू गरेर। अब चाहिँ 2 महिनाको लागि छुट्टीमा आउँदैछु अनि म चाहिँ बाहिर चाहिँ पाइन किन्नको लागि चाहिँ म जाँदैछु। भोलि 9 तारिक, पछि 10 तारिकदेखि चाहिँ म नेपाल आउँछु। यो चाहिँ मेरो आफ्नै पर्सनल भिडियो हो। म कसैले भने लाइक कमेन्ट गर्नु, मेरो भिडियो नहेर्दा पनि हुन्छ। यो चाहिँ मेरो पछिको मेमोरीको लागि मात्रै बनाएको भिडियो हो। यो देख्न सक्नुहुन्छ, म चाहिँ यो सबै चाहिँ प्याक गरिसकेको छु। अब 10 तारिकको चाहिँ मेरो फ्लाइट छ। अहिलेदेखि नै रेडी गरेर राख्दा ठिक हुन्छ भनेर अहिलेदेखि नै मैले तयारी गरिसकेको छु। अनि यो चाहिँ ब्ल्याङ्केट। अनि यहाँ सामानहरू छटपस्ट छन्। यहाँ चाहिँ अब यो लाउने कपडा भइहाल्यो। अनि यो चाहिँ मेरो काठमाडौँ आउने तयारी हो। अनि यो ब्याग अब धेरै त केही दिन सक्दिनँ, जे भए पनि अलिअलि केही दिने। मेरो भिडियो कस्तो लाग्छ होइन, सबैले लाइक कमेन्ट अनि सब्सक्राइब गर्नु होला। यो चाहिँ मेरो प्याकेजिङ हो। अनि यो भिडियो चाहिँ अहिलेदेखि अन्तिम 19 समयसम्म चाहिँ म सबै जोडेर चाहिँ म एउटा भिडियो बनाउँदैछु। यो भिडियो चाहिँ मेरो पछिको लागि मेमोरीको लागि हो। यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ मेरो रुम हो। यहाँ चाहिँ अर्कै साथी सुत्छ अनि यहाँ चाहिँ मेरो यहाँ प्याकेजिङ भइरहेको छ। सबैले मेरो भिडियोलाई लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। वेलकम टु माई भिलेज च्यानल। यदि मेरो भिडियो मनपर्छ भने सबैले लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। यो भिडियो चाहिँ अरूको लागि होइन, यो भिडियो चाहिँ मेरो फ्यामिलीको लागि हो। अब म चाहिँ 10 तारिकको 10:10 चाहिँ मेरो फ्लाइट छ अनि यो चाहिँ म देख्न सक्नुहुन्छ पुरा कपालहरू काटिसकेको छु अनि रेडी भइसकेको छु। अनि यतापट्टि चाहिँ यो मेरो सामानहरू चाहिँ ह्यान्ड लगेज ब्याग। अनि यो चाहिँ नेपालबाट आउँदाखेरि पहिलोचोटि देश देख्दाखेरि ब्याग हो। अनि यो चाहिँ यो देख्न सक्नुहुन्छ, यो चाहिँ ब्याग हो। लगभग मेरो गेसमा चाहिँ 25 किलो जति लाग्छ सबै सामानहरू गरेर। अब चाहिँ 2 महिनाको लागि छुट्टीमा आउँदैछु अनि म चाहिँ बाहिर चाहिँ पाइन किन्नको लागि चाहिँ म जाँदैछु। भोलि 9 तारिक, पछि 10 तारिकदेखि चाहिँ म नेपाल आउँछु। यो चाहिँ मेरो आफ्नै पर्सनल भिडियो हो। म कसैले भने लाइक कमेन्ट गर्नु, मेरो भिडियो नहेर्दा पनि हुन्छ। यो चाहिँ मेरो पछिको मेमोरीको लागि मात्रै बनाएको भिडियो हो। म चाहिँ लगेजको चेकिङको लागि वेटिङ गरिरहेको छु। अनि यहाँ चाहिँ लगेजको लागि चाहिँ यसरी चेकिङ हुन्छ। एयर अरबियाको यहाँको लगेजको चेकिङ चाहिँ यसरी हुन्छ। यहाँ अगाडि देख्न सक्नुहुन्छ यति धेरै भिड हुन्छ। म चाहिँ फाइनली चाहिँ यो बोर्डिङ पास गरिसकेको छु। अनि म चाहिँ देख्न सक्नुहुन्छ म चाहिँ जाँदैछु। यहाँ मलाई देख्न सक्नुहुन्छ। उता चाहिँ पुरै होइन प्लेनहरू चाहिँ बसिरहेको छ। यो लाइनमा यो सबै जुम गरेर हेर्नु भने सब प्लेन देख्न सक्नुहुन्छ। यो चाहिँ मान्छे कुर्ने ठाउँ हो यताको। अनि यहाँ चाहिँ पुरै मान्छेहरूले भरिएका छन्। अनि यो झोला चाहिँ मेरो अगाडि यता, अनि यता साइड चाहिँ पुरै प्लेन छ। यता चाहिँ आज मलाई कस्तो देखेको छ यहाँ हेर्नुहोस्। अनि एकदमै ह्यान्डसम देखेको छ आज चाहिँ। अरू काम गर्दा चाहिँ त्यस्तै हो। म चाहिँ बाहिरको नजारा।
यो सानो बोतलको पानीलाई मेरो रेस्टुरेन्टमा 50 पैसा पर्छ भने यहाँ एयरपोर्टमा यति पानीलाई 5 रियल। हेर्नुहोस् साउदीको एयरपोर्टको हालत, यसलाई 5 रियल यति महँगो लिन्छ क्या। अब यति महँगो चाहिँ अब किन लिएको थाहा भएन होइन। यो चाहिँ साह्रै महँगो क्या। कति एमएल मैले हेरिनँ। 500 ml को पानीलाई चाहिँ तपाईँको चाहिँ 500 भनेको 5 रुपियाँ लिनु चाहिँ एकदमै गलत हो क्या यहाँ।